ल केटा हो है फाइनली मेरो म जन्मेको घर चाहिँ यो हो के गर्ने पीडा छ यार छोडेर गइहाल्यो अब यहाँ पढाइको दुःख यताउति अब जब सब नपाइने अब हामी भनेको त्यस्तै अब मिडल क्लास फ्यामिली यहाँ राम्रै घर थियो अब हुन्छ नि अब त्यस्तै अवस्था भएर अनि अलिअलि आफ्नो मान्छे हुनुहुन्थ्यो तराईतिर गइयो अनि अब कस्तो अवस्थामा गएको भन्दा पनि अब मलाई थाहा छैन अहिले चाहिँ एउटा अब छुट्टै पारामा आइयो होइन त्यति बेला त लास्टै थियो कि होइन अहिले आफ्नो अवस्था देख्दा पहिलाको अवस्था देखेर अहिलेको अवस्था देख्दा चाहिँ आफैलाई हुन्छ नि खतरा प्राउड फिल लाग्छ होइन धेरै सङ्घर्ष गरेर यहाँसम्म आएको मान्छे हो म होइन मेरो लाइफ स्टोरी चाहिँ बवालै छ होइन यदि तपाईँले होइन अब एक दुईजनाले सोधिरहेको थियो होइन भन्छ के अब यहाँसम्म बाबुआमाले किनिदिएको होला बाबुआमाको उसमा त्यस्तो होइन होइन मेरो बाबुआमा त्यस्तो रिच पनि होइन म जहाँ अहिलेसम्म यहाँ जे होस् गरिरहेको छु नि मैले जुन कुराहरू जुन म हिँडिरहेको छु नि त्यो सब मेरो आफ्नै हुन्छ नि आफ्नै सङ्घर्ष हो केटा सङ्घर्ष गर्नुपर्छ जिन्दगीमा अगाडि बढिन्छ म होइन यहाँदेखि बुटोलसम्म म कट्टु लगाएर गएको मान्छे हो के यो कुरा बुझ केटा हो सबैजनाले बुझ्नुहोस् होइन अनि त्यही हो लाइफ भनेको यस्तो जोरी हो नि कति बेला के हुन्छ कसैलाई थाहा हुँदैन म पनि जे होस् गएँ होइन सानैदेखि अब यहाँ गाउँमा अब घाँस दाउरा गर्ने यताउति गर्ने दुःख थियो नि हामी आँटो खाएर बस्ने मान्छे होइन अब यस्तै गाउँमा गइयो तराईतिर गएर जे होस् काम गर्नुपर्छ अब तराईमा गएर त कसले दिन्छ खाना काम नगरिकन त अब यहाँ पो गाउँठाउँमा ल है भनेर यताउति एक दुई छाक दिइहाल्छ उता त काम नगरिकन हुँदैन नि त अनि त्यही हो जे होस् सङ्घर्ष गरेर जे होस् म धेरैचोटि आइसकेँ है जे होस् मैले चाहिँ अहिले मात्र भिडियो बनाउन आँटेको जे होस् मनको कुरा गर्न मन लाग्यो जे होस् हिँड्दै गएको मान्छे अहिले चाहिँ होइन अब घोडामा हिँड्छ कुनै बेला अब कारमा हिँड्ला जे होस् सङ्घर्ष चाहिँ गर्न छोड्नु हुँदैन मेहनत गर्नुपर्छ जिन्दगीमा कहिले नि हार खानुहुन्न कि त्यही हो मेन कुरो चाहिँ यो सबैजनाले मलाई होइन सपोर्ट गर्नुभएको माया गर्नुभयो त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच अनि धन्यवाद होइन जतिले पनि यो भिडियो हेर्नुभएको जे होस् अझै पनि तपाईँलाई होइन मेरो बारेमा बुझ्नु छ भने अझै एकचोटि मलाई कमेन्ट गर्नुहोस् म चाहिँ यो चाहिँ अलिक फर्स्टवाला भयो अझ मेरो पुरै जिरो लेभलदेखिको लाइफ स्टोरीमा के भयो म कसरी यहाँसम्म आएँ कसरी गर्दा म यहाँसम्म आएँ कसरी के भयो म सब भन्नेछु त्यही हो गाइज लाइक कमेन्ट सेयर फलो गर्नु होला है।